अब तपाईँ पनि आफ्नो जमिनको नक्सा आफ्नै घरबाट निकाल्न सक्नुहुन्छ। यो निकाल्नलाई हामी सबभन्दा पहिला कुनै वेब ब्राउजर खोल्ने र त्यसमा हामी मेरो किता .gov.np सर्च गर्ने। सर्च गरिसकेपछि यस्तो वेबसाइट खुलेर आउँछ र यसमा हामी मेरो किता सेलेक्ट गर्ने। अब हाम्रो इन्टरफेस यस्तो खुलेर आउँछ र यसमा अब हामी सेवाको लागि निवेदनमा क्लिक गर्ने र यसमा तपाईँ हेर्न सक्नुहुन्छ सबभन्दा पहिला हामीलाई आफ्नो सेवा लिने कार्यालय चुज गर्नुपर्छ। यसमा तपाईँ कुन कार्यालयबाट नक्सा निकाल्नुहुन्छ त्यो सेलेक्ट गर्नु होला। मेरो राजविराज छ, म राजविराज सेलेक्ट गर्छु। अब त्यसपछि सेवा लिने स्थानीय तह, तपाईलाई कहाँको जमिनको नक्सा निकाल्नु छ त्यो सेलेक्ट गर्नु होला र सेवाको प्रकारमा नक्सा प्रिन्ट सेलेक्ट गर्नु होला। यति गरिसकेपछि अब हामी यहाँ जग्गा धनीको नाम थरमा जग्गा धनीको नाउँ र त्यसको मोबाइल नम्बर भर्छौं र त्यसपछि जग्गा धनी प्रमाण पूर्जा स्क्यान, यहाँ चाहिँ हामी जमिनको लाल पूर्जाको स्क्यान गरेको फोटो हाल्छौं र नागरिकता स्क्यान गरेको फोटो यहाँ हाल्छौं। यो गरिसकेपछि हामी जमिन जसको नाउँमा छ त्यसको नागरिकता नम्बर र जारी मिति साथै जुन जिल्लाले जारी गरेको छ त्यो नागरिकता, त्यो जारी गरेको जिल्ला हामी यहाँ सेलेक्ट गर्छौं। अब यति गरिसकेपछि हामी यहाँ साबिकको डिटेल भर्छौं। साबिकमा गाउँपालिका थियो कि नगरपालिका थियो त्यो सेलेक्ट गर्ने, त्यसपछि त्यसको वडा नम्बर सेलेक्ट गर्ने र नक्सा नम्बर सेलेक्ट गर्ने र यसैको साथ किता नम्बर पनि हामी यहाँ सेलेक्ट गर्छौं र यो सेलेक्ट गरिसकेपछि हामीलाई यो डिटेल यहाँ एड गर्नुपर्छ। यो सबै डिटेल पेस्ट गरिसकेपछि यस्तो इन्टरफेस खुलेर आउँछ र यहाँ हामी आफ्नो एप्लिकेसन स्ट्याटस हेर्न सक्छौं र यसपछि हामी यहाँ पढ्न सक्छौं। हामी आफ्नो विवरण पेस्ट गरिसकेपछि यहाँ दिएको मोबाइल नम्बरमा ओटिपी आउँछ र काम भइसकेपछि डिजिटल नक्सा डाउनलोड गर्ने लिंक पनि यसमा आउँछ र आएको लिंक 7 दिनसम्म काम गर्छ। तपाईं हेर्न सक्नुहुन्छ 7 दिनसम्म डाउनलोड गरी प्रयोग गर्न सकिनेछ। यति गरिसकेपछि हामी निवेदनको अवस्था सेक्टरमा गएर यहाँबाट हामी आफ्नो मोबाइल नम्बर र मोबाइल नम्बरमा आएको ओटिपीबाट हाम्रो निवेदन कुन हदसम्म काम भइसकेको छ भनेर हामी हेर्न सक्छौं।